हरिश राम्रोसँग आइपुगिस् नि। राम्रोसँग आए पनि राम्रोसँग आए पनि तैँले सोधिराख्नु पर्ने मलाई आवश्यक छ जस्तो लाग्दैन। किन हरिश, किन यस्तो कुरा गरेको? थाहा नभए जस्तो नगर त। तँलाई मैले यति धरानमा यति समय च्यापेको थिएँ, यति साथी भनेर यति समय हेल्प गरेको थिएँ, तैँले मेरो बेइज्जत गरेर आइस् होइन? त्यो ठगीमा त तँ पनि थिइस् त, तर त्यस्तो कुरा छोड्दे तँ र म एकचोटि सल्लाह गर्नुपर्नेछ केटा। अबको 4-5 दिनभित्र मेरो निजी निवासमा आइज। जे हुन्छ त्यही हुन्छ, जे छ त्यसको डिस्कस छ त्यही। मिलेको जोडी त केवल जुत्ता र चप्पलको मात्र हुन्छ, बाँकी त सब मनको भ्रम हो। यतिको भिडियो कि तेरो बाउले कि तेरो मम्मीले हेरिदिएको भए तेरो बाउरामाको फेरि चर्चिकाला सुरु हुन्छ नि होइन त केटा? हो नि त यार, मेरो मम्मी बाबाले यस्तो कुरा बुझ्दैन। यस्तै भिडियोहरू हाल्छ काम नपाउनेहरूले, अनि हार बाबाको चर्चिकाला सुरु भइहाल्छ। अस्तिवाले मैले भनेको नि त, नचाहिँदो भिडियो हाल्छै नै कामै छैन त। गर्मीले घरा बस्न सकेर बाँसा फेदा हाने रे केटा। हामीले हावा खायो भने नखायो भने तिमीले किनेर दिनु परेको छ र फोके बुढा। अनि फोके बुढा चाहिँ कहाँ हिँड्न रह्यो नि? बुढाको कपी हान्दै फोके बुढाको कपी त ठ्याक्कै हान्नु भयो नि दाइ तपाईँले। त्यहाँले मेरो घुचुक्का फोका देखि छैन। कहिले भुत्ते कचियाले रेटेर राको राजखानी भनेर बेच्छु भन्छ, कहिले दिउँसीको काँडाले उदिन्छु भन्छ। यस्तो सबैको नमिठो वचन सुनेर बस्नुभन्दा त यो फोका काटेर फ्याँक्नु पर्यो भनेर गएको थिएँ। नगरपालिकाले यस्ता दीर्घ रोगीहरूलाई निःशुल्क सिफारिस दिन्छ अरे भनेर गएको, मेरै भेटिएन। अनि मेयर चाहिँ कता गएको रहेछ नि? कता खै कता सुँगुरको मासु पोल्ने होटेल खोलेको छ अरे, त्यो उद्घाटनमा रिबन काट्न गएको अरे। ए हो र? तिम्रो त्यो पछाडिको फोका काट्ने त अझै 2 वर्ष लाग्छ बुढा। कसरी दाइ, कसरी 2 वर्ष अझै काटिन्छ? कसरी हुनु नि केटा? आजकल राजनीति गर्नेहरू जुन ठाउँमा हुनुपर्ने त्यो ठाउँमा भइदिँदैन। अबको 2 वर्ष पछाडि घरजोरी गर्ने कार्यक्रम हुँदैछ, त्यतिखेर हो नि त बुढा फाइदा लुट्ने भने। चुनाव कि केटा, त्यतिखेर नेताहरूले जे पनि गरिदिन्छ। अलिकति एउटाले, अलिकति अर्कोले, अलिकति चाहिँ अर्कोले काट्दा सकिहाल्छ नि बुढा। मेरो घुचुकको फोका
कसैले बेच्न राखे मासु हेर अलि काट्दा सकिनेलाई हेत्तेरिका यो बुढाले कुरै बुझ्दैन हेर के त होइन ए बुढा तिम्रो गिजी टाउको भित्र छ कि त्यो पछाडि घुचुको फोका भित्र छ मैले त्यो अलि भनेर त्यो फोका काट्नु भने हो त बुढा मैले त गन्ने लिनु भने गन्ने त्यतिखेर त बुढा सबै होटल पनि फ्री हुन्छ जहाँ रक्सी चुरोट बेडी पनि सबै फ्री हुन्छ अब गाडी घोडा पेट्रोल सबै सरकारी अब 2-4 महिनालाई हामी सबै सरकारी 4-5 वर्षलाई त्यसपछि चाकरी बुझ्यौ बुढा लु हेर केटा आजको कुरा चाहिँ तिमीले सही गर्यौ है तिमी बिस्तारै आऊ न बुढा तिम्रो यिनै छुकछुके रेलको इन्जिन जस्तो छ एउटा खुट्टा सार्न सेकेन्ड मिलाई चलाउँछ अनि अरू खुट्टा पनि त्यस्तै नरिसाउ है बुढा जे देख्छ त्यही बोल्छ सुन्दै चाकको झिङ्गा झपार आइपुगिस होइन कामधाम छैन खाली लखर हिँडेको छ त्यही सुन्दन्तेको पछि घरमा आयो भात पाकिराखेको हुन्छ खायो फेरि त्यही सुन्दन्तेको पछि होइन हाम्रो पनि काम हुन्छ नि हौ बाउ तपाईँहरूको जरा हेरेर बस्नुभन्दा त रोडतिर डुलेकै बेस कामधाम छैन त्यही सुन्दन्तेको पछि रोडतिर होइन लखर अनि तेरो चाहिँ के काम छ नि बाउ जस्तो छ त्यस्तै त हुन्छ नि छोराछोरी धेर केटाकेटीलाई कराएर नबसे ताल फुट्ने गरेर हानिदिन्छ टाउकोमा कच धेरै थुत्रुनु नचलाइ तेरो जिब्रो थुतेर कमिलासँग दिनभरि खेलेर बस्छु नि अनि फेरि न्यु खोजे मम्मी तपाईँहरूलाई झगडा गर्नुभन्दा अरू केही आउँदैन घरमा बसेर झगडा गर्दाखेरि मेरो भविष्य कस्तो हुन्छ एकपल्ट सोच्नु त मलाई के भन्छ तेरो बाउलाई भन्न बिहान उठेको छ ए लखर गाउँ घुमेको छ क्यारमबोर्ड खेलेको छ तास खेलेको छ खोइबिर के तानेको छ त्यो भन्दा काम के छ योसँग बसेर भन्दा म एक्लै बसेर तेरो भविष्य बनाइदिन्छु मम्मी तपाईँहरूको सम्बन्ध जे जस्तो भए पनि मेरो लागि बाबा र मम्मी उस्तै हो म बाबाको बिना पनि बाँच्न सक्दिनँ र तपाईँ बिना पनि बाँच्न सक्दिनँ के साह्रो गर्मी हो रानी ए रानी हजुर दाइ खै चिसो पानी लिने बहिनी हुन्छ दाइ दाइ तपाईलाई मम्मीले बोलाउनु भएको थियो त हङकङ जानु नि के को हङकङ जानु भन्छ यसले अनि म हङकङ गयो भने त्यहाँ यहाँ एक्लै के हेर्छस् ल हेर्नु न हेर्नु कुरा बनाउनु त कसले सक्छ र मेरो दाइलाई तपाईँ मेरो लागि बस्नु भएको कुरा बनाउनु हुन्छ कुरा घुमायो होइन क्या प्याक्ची अनि त एक्लैलाई छोडेर जान्छु त म हङकङ ल फेरि मलाई नै ठोकाउनुहुन्छ तपाईँ मेरै लागि नजानु भएको हो त हङकङ हेर्नु त मेरो त हाँस्यो केटाकेटीले जस्तो नजिस्किन प्याक्ची बरु त जानु हङकङ मेरो लागि एउटा राम्री फुल जस्ती भाउजू ल्याइदिनुहोस् त्यसपछि विचार गरौँला जाने कि नजाने भनेर भन्छ कुन पसलमा पाइन्छ भाउजू भन्ने चिज अनि म किनेर ल्याइदिन्छु तँलाई लु देखा त उता तर छ त एउटा पसल उता पाइन्छ क्या कुन पसल लु भन्छ उता तर छ त दाइ क्या त बुढीको नि भन्ने पसल हेर न बाछी माथि के यसको त म त एउटा औँलाले गाला नचड्कै छोड्दिनँ म यसो दाइ सुनेन दाइ अनि तँलाई के भयो फेरि मेरो घर जाउँ न यार एकछिन दाइ जाउँ न होइन फेरि के भयो तेरो बाउरामा फेरि लेदर म्याच भयो क्या हो ए ल ए रानी एकछिन म यसो भएर पुगेर आउँछु एकछिन बस्दै गर है हुन्छ दाइ मेरो दाइ पनि कामै नलाग्ने बिजी मान्छे नमस्ते यो हो डाङडुङ्गे खबर
राम पिठाकोटे मेरो नाम। मिलिजुली बसेको लोग्ने स्वामीलाई पुरा बढाएर हुन्छ कि चढाएर हुन्छ, उल्टाइ पुल्टाइ गरेर छुटाउने मेरो काम। अब कार्यक्रम ढिला नगरी सुरु गरौँ। आउनुहोस् कहाँ रह्यो, फलो गरौँ। पहिला यहाँबाट सुरु गरौँ। ल भन्नुहोस् तपाईँको समस्या के हो? यसले मलाई लखटी कुटे गर्छ। अस्ति सर मलाई नि लखटेर माथि बारदलीबाट हाम फाल्दाखेरि मेरो खुट्टा झन्डै भाँच्यो। यसले गर्न खोजेको के हो? यसले त मलाई बुढा पो हो त। बुढाले त्यसो गर्दाखेरि गाउँले देखि पाउँदाखेरि गाउँले यसले सोच्दो होला मैले बुढालाई ठिक पारेँ भनेर। तर होइन नि, समाजको नजरमा त मलाई नराम्रो गर्नु खोज्दाखेरि यो घरको सबैले नराम्रो हुन्छ नि, भोलि गएर छोराछोरीले नराम्रो भन्छ नि। गर्न खोजेको के हो? उसको म बुढा हो नि त, अलिकति बुढाको इज्जत राख्नुपर्छ पर्दैन यसले। दिदी ल भन्नुहोस्, तपाईँले लोग्ने किन कुट्नु भएको? तपाईँले आज प्रष्ट भन्नुहोस्। यहाँ जनता होइन, यहाँ डाङ्गुको खबर जान्न चाहन्छ। बिहोरा हुनु पर्यो नि उसको। बिहान उठेदेखि काम छैन, गयो क्यारम बोर्ड खेल्यो, तास खेल्यो, खोइ बिर्का तान्यो, अनि घरमा आयो, अनि ऊ छोराछोरीलाई रिस देखायो। त्यहाँभन्दा उसको कामै छैन। स्वानीमाथि विश्वासै गर्दैन। कता धामी झाँक्री छ अरे, त्यता गएर जोखाना हेराउँछ। अनि यस्तोलाई नकुटे कसलाई कुट्नु? के हो दाइ? अनि तिमी स्वास्नी विचार नगरे दुनियाँ माता पिताको बोलिरहेको आगो भित्र घिउ हाल्नको लागि पत्रकार पनि कहाँबाट आएछ? ए हो त। ए भाइ कहाँबाट आया हुन्, किन आया हुन्, के खान आया हुन्?